आज चाहिँ मैले कक्षा 6 का विद्यार्थीहरूलाई पढाएको थिएँ विद्युत परिपथ, जसलाई अङ्ग्रेजीमा इलेक्ट्रिक सर्किट भनेर भनिन्छ। अनि विद्युतको स्रोत, त्यस्तै सुचालक तार, लोड, स्विच, फ्युज, अवरोध आदि जम्मै विद्युतीय उपकरणहरूलाई जोडेर निरन्तर रूपमा विद्युत प्रवाह हुन सक्ने गरी बनाएको बाटोलाई चाहिँ विद्युत परिपथ भन्ने गरिन्छ। सामान्यतया यो विद्युत प्रवाह हुने बाटो नै हो र यहाँ चाहिँ हामी चाहिँ सङ्केतको रूपमा विभिन्न विद्युतीय उपकरणहरूलाई देखाउने गर्दछौँ। चित्रमा चाहिँ यसरी ब्याट्री देखाएको छ, सुचालक तार, फ्युज, चियो, बत्ती, त्यस्तै स्विच र अवरोधलाई यहाँ देखाएको छ। र यो विद्युत परिपथमा चाहिँ जब लोडले काम गरेको हुन्छ, त्यो लोडले काम गरिरहेको विद्युतको परिपथको त्यो अवस्थालाई चाहिँ बन्द परिपथ भनिन्छ। लोड भनेको यस्तो कुनै पनि विद्युतीय उपकरण जुन चाहिँ विद्युत शक्तिबाट सञ्चालित हुन्छ त्यसलाई चाहिँ लोड भनिन्छ। र सामान्यतया बत्ती भयो, हिटर भयो, कुलर भयो, पंखा भयो, मोटर भयो आदि यस्ता विभिन्न चिजहरू जुन चाहिँ विद्युत शक्तिको सहायताले चाहिँ चल्ने गर्दछन् यसलाई चाहिँ सामान्यतया लोड भनिन्छ। र यो लोडले काम गरेको अवस्था यानि कि स्विच चाहिँ अन भएको अवस्था, जतिखेर लोडले चाहिँ काम गरिरहेको हुन्छ, इलेक्ट्रिक इनर्जीलाई चाहिँ त्यसले खपत गरिरहेको हुन्छ, त्यो अवस्थाको सर्किट यानि कि परिपथलाई चाहिँ बन्द परिपथ भनिन्छ। भने यदि लोडले काम गरेको छैन भने यानि कि हाम्रो स्विच अफ छ, लोडले काम गरिरहेको छैन भने त्यो अवस्थाको परिपथलाई चाहिँ खुल्ला परिपथ भन्ने गरिन्छ हैन। यो भयो विद्युत परिपथ। यहाँ चाहिँ सम्पूर्ण विद्युतीय हैन उपकरणहरू आपसमा जोडेर चाहिँ निरन्तर रूपमा विद्युत हिँड्न सक्ने गरी बनाएको बाटोलाई नै विद्युत परिपथ भनेर भनिन्छ। अनि बन्द र खुला परिपथ पनि भयो। त्यसपछि आउँछ सङ्केत। यहाँ चाहिँ सिम्बलहरू दिएको छ। विभिन्न विद्युतीय उपकरणहरूलाई हामी जस्ताको त्यस्तै यहाँ देखाउन सक्दैनौँ। चित्रमा हामीले छोटो एकदमै चाहिँ सिम्पल रूपमा चाहिँ देखाउनु पर्ने हुन्छ सङ्केतको रूपमा हैन। यसले चाहिँ डायग्राम बनाउन सजिलो हुन्छ र विद्यार्थीलाई बुझाउन सजिलो हुन्छ। जसको चाहिँ सङ्केत हामी यहाँ देखाएको छ सङ्केत। सेलको सङ्केत यसरी हामी इलेक्ट्रिक सेललाई देखाउन सक्छौँ। त्यस्तै ब्याट्रीको सङ्केत पनि यहाँ देखाइएको छ। सेलको सङ्केत भयो, ब्याट्रीको सङ्केत भयो, त्यस्तै हैन सुचालक तारको सङ्केत यहाँ कन्डक्टर वायर, अब सामान्यतया तामाको तार या फेरि अन्य तारहरूलाई यसरी देखाइन्छ। जोडिएको तारलाई यसरी प्लस चिह्नद्वारा देखाइन्छ भने नजोडिएको तारलाई चाहिँ हामी यसरी देखाउन सक्छौँ हैन। त्यस्तै चिम वा बत्तीलाई यसरी देखाइन्छ, फ्युजलाई यसरी देखाइन्छ, अवरोधलाई यसरी देखाइन्छ र स्विचलाई चाहिँ यसरी देखाउने गरिन्छ। सबै चाहिँ साङ्केतिक चिन्हहरू छन् जुन चाहिँ विभिन्न विद्युतीय उपकरणहरूलाई चाहिँ सङ्केतको रूपमा देखाउनको लागि प्रयोग गर्ने साङ्केतिक चिन्हहरू चाहिँ सिम्बलको रूपमा हामी यसरी देखाउन सक्छौँ भन्ने कुरा हो। र यो चाहिँ भयो विद्युत परिपथको बारेमा आज विद्यार्थीहरूलाई दिएको चाहिँ हैन सिकाएको कुराहरू। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।